भुजुङ भनिहाल्यो बाटो त भुजुङै फ्रेस हावा गुड मर्निङ गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी निस्कुस जाबा आज चाहिँ हामी भुजुङ डाँडा जाँदैछौँ हामीसँग हुन्छ उज्जवल भाइ तर उज्जवल भाइ मलाई पुऱ्याउनु मात्रै जानु लाग्यो स्याटली भाइलाई लान्थेँ मैले के गर्नु भाइको इक्जाम आउनु लाग्छ होइन भाइ पढ्नु पऱ्यो पढ्न भाइले चाहिँ मलाई छोडिदिनु ला भतिजकोसम्म त्यहाँबाट दिदी हामी जाने कुरा छ अगाडि होइन म देखाइहाल्छु नि हजुरहरूलाई के हुन्छ है ल अहिले चाहिँ बिहान 5 बजेछ ल है त साथीभाइहरू इन्जोय ल साथीभाइहरू हामी चाहिँ जाँदैछौँ 24 गति अब हाम्रो यात्रा चाहिँ टुकटुकबाट सुरु भइरहेछ अब पहिला गुड मर्निङ भन्नु छैन गुड मर्निङ भइसक्यो मेरो गुड मर्निङ ब्युटिफुल पिपल भनिसक्यो मैले एक ल है त अब मलाई अलिअलि लाज पनि लाग्छ अब बाटो बिस्तारै देखाउँदै गरौँला हाम्रो चाहिँ अब खाजा खाने ब्रेक छ दिदीले पुरै थ्याङ्क यू दिजु अब के भने फेरि भेराइटी पनि छ हामी त उस खाने कि लोकल खाने कि यो ब्रोइलर यो लोकल पछि मलाई हो त्यो छोडाइदिएको कति माया गर्छ यार माया गर्ने गरौँ नि यार म त आएन क्या दिदी खै होइन माथिबाट हिँड्नु पर्थ्यो क्या ल यस्तै साथीभाइहरू अब बिस्तारै भेटौँला हामी साथीभाइहरू हामी खाना खान आइसक्यौँ दिदी हुनुहुन्छ टिकटक बनाउने टिकटक नबनाउने टिकटक ल यहाँ को भयो हेरेर बसिरहनु के गर्नु भयो पानी हाल्नु भएको मछली रानीले त मछली हल्की जानी भतिजको जीवन आफ्ना पानी लगाइदेऊ न भतिज वाल छोड्दा स्विमिङ खेलिदिनेहरू भतिज स्विमिङ देखाइदिने कान्छाहरू हामी जान्ने ठाउँ हुन्छ नि त लमजुङ गाउँ भन्छ नि बेसर मुकेश अङ्कल पनि बेसरले त कहीँ यस्तो त कहीँ ल्याएन नि त यार मुकेश आइरह होइन अस्ति नै मुकेशको होम टाउन जस्तो मुकेशको दिदी घर स्विमिङ हान्दिने यार भतिज ल भतिज लारी गुराँस छ त यार लारी गुराँस होइन क्या लाली गुराँस के हो त्यो नेसनल फ्लावर टी हो त्यो तल रिसोर्टहरू रहेछ खै तर रमाइलो रहेछ है साथीभाइहरू 3, 2, 1 गो यतिको उतैसम्म जाऊँ न त भइहाल्छ नि खाने भने खाइदिउँ पिटी भइरहेको क्या तल दामी रहेछ है घाँसी उसको रहेछ रोपेको पो रहेछ पिटी भइरहेको अर्गुन भइरहेको संसारमा विचित्र बेस्ट बेस्ट हो स्कुल भइरहेको पुरै पिटी भइरहेको तर रमाइलो है ठाउँ चाहिँ हेलिकप्टर यहाँ रहेछ नि त हामी हेलिकप्टरमा आइन्थ्यो नि यार अहिले साथी अब खानसाना खान्छौँ हामी चाहिँ बेसर आइसक्यौँ अब हामी भुजुङ जाने हो यहाँ खानसाना खाएर हामी लागिन्छ है कति बजे त नि अहिले बज्न चाहिँ 10 बजेछ ल यी छ यार खानसाहरू अब यहाँ मोडल दिदीको फोटोसुट हुँदैछ ल हेर्ने फोटो खिच्ने कसरी पोज कसरी दिनु सिक्ने यसरी हेर मेरो दिदीबाट केही सिकाइ साथीभाइहरू ल हेर 1 2 3 गएको छ ल क्यामेरा सही भएर भन्छ त मोडल मान्छे भएर स्ट्रगल बिहाइन्ड द सोसियल मिडिया लाइफ हो कहाँ हुँदैन अब गाडीमा हो तिमीले चलाउने हो क्या खाना खाएको त भतिस कस्तो थियो खाना ल अब हामी चाहिँ जानु लाग्यो यहाँ कति टाइम लाग्छ भन्नु नि त हाम्रो भ्युअर्सहरूलाई अब यहाँबाट लगभग 3 घन्टामा पुग्छ अरे
अनि आनन्द जाऊँ ल उहाँ गएर अब यो बाटो के हाम्रो दुःखहरू देखाउने होइन हाम्रो कष्टहरू हजुरहरूलाई हामी उहाँ एउटा मिठो भ्यू देखाउँला नि ल है त सर हामी रोकिने कारण चाहिँ के हो जनता जान्न चाहन्छ हामी एकछिन सानसानो सपिङ गऱ्यौँ हल्का चकलेटहरू लिइसक्यौँ हामीले कोकहरू पछाडि छ अब कोकहरू लिइसक्यौँ कचाकचीको कति घन्टाको बाटो र हामी यहाँबाट बेसरबाट यहाँबाट ठ्याक्कै 3 घन्टाको म्याक्सिमम् चाहिँ 3 घन्टा होइन चाँडैमा चाहिँ साढे राइड देखेर न हामी फेरि बोलेर छ नि त के ट्राभल छ पुरै कति र म अनि दिदी मात्रै इजी छ त हामीलाई त्यहाँ पुरै रिजा साथीभाइहरू इन्जोय यो बवाल छ त यार 80 लाखको भ्यू छ त्यहाँ बाहिर त भुजुङ भनिहाल्यो बाटो त भुजुङै रहेछ नि नसमातिकन त नपुगेला जस्तो अब आफूले नि यता समात्नु पऱ्यो ड्राइभर दाइले स्टियरिङ समातिहाल्नु भयो दिदीले यता हे जिन्दगी मोटर गाडी छ नि भ्यू त अहिले ओर्तिर छ नि मेरो बाटो त अघि सारा र मोटर गाडी जिन्दगी सारा र मोटर गाडीमा देखि जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ देख्नेले देखि जान्छ बुझ्नेले बुझी जान्छ भेट्नेले भेटी जान्छ हाम्रो भ्लगको सिलसिलामा हामी अहिले फेरि माथि आइसकेका छौँ साथीभाइहरू हामीले अब माथि इन्जोय गर्न थालिसक्यौँ कस्तो छ फ्रेस हावा रोडोडेन्ड्रन भन्थ्यो साह्रै नै ऱ्याक किनिदिन्छु गुचीको ब्याग लिपस्टिक बनी म्याग तिम्रै लागि बनी बनाउँदैछु 6 प्याक स्यालेरी सकिनु साथीभाइहरू है हामी त फेरि बादलमा हिँडिरहेको छौँ बादलमा बाटो त फेरि रोयल छ एकदिन जान्छ कुहिएर हामी बाटोमा अघि भतिजा साथी पनि भेटेको थियौँ तर हामीले अफसोस मान्नु पऱ्यो किनकि हामीले उहाँलाई खिच्न पाइएन उहाँ रुखमा हुनुहुन्थ्यो भागिहाल्नु भयो सरी त्यसको लागि है है रिक्सनको साथीहरू नरिसाउ केही छैन अब आएर फर्किँदा भेट भयो नि हामी बसेर मिठो गफ गरौँला नि है त्यही नै हामी अहिलेको सिलसिलामा हाम्रो भतिजालाई पिसाब लगाएर रोक्नु परेको छ हो कि भतिज धेरै न ओ माई गड 80 लाखको भ्यू हो यार यो त यो हामी त्यही पारवाल चस्मा लगाउनु भतिज छैन यही बाटोको हामी चाहिँ यहाँ भतिजको सुसु लगाएर एकछिन कुर्या हो यो फेरि भ्यायो नि भतिज पछाडि मेरो पछाडि फिट फोटो ओके ओके सिस्टर भाइ हजुरहरूले रोटोडेन्ड्रन भनेर नेसनल फ्लावर भन्दा सिक्नु भयो होला किताबमा त देख्नु भयो होला यही हुन्छ यस्तै हुन्छ अब के भिडियोमा देख्नु भएको थियो किताबमा चाहिँ देख्नु भएको थियो होला यसलाई नै भन्छ रोटोडेन्ड्रन चाहिँ है So guys, मैले चाहिँ निष्कर्षको फोन ह्याक गरेँ and we are stopped here. लाली गुरा छैन टिप्न. Stay tuned for more. साथीभाइहरू हामी चाहिँ कपुर डाँडामा आइसक्छौँ देख्न सक्नुहुन्छ हजुरले रोडोडेन्ड्रन कपुरे कपुर यो चाहिँ गाउँ हो प्यारो गाउँ हाम्रो ठाउँ कपुर गाउँ इन्जोय के चाहिँ भएपछि चाहिँ हाम्रो दाइहरू हुनुहुन्छ यहाँ चिल्लानु भएको छ ल आकाश त बवाल छ त पानी पर्ला जस्तो भयो होइन आकाश के छ हजुर वेदर फोरकास्टिङ के गरिदिनुहुन्छ अनि रिक्सन खड्काएको अनुसार पानी कति पर्ने पर्सेन्ट भन्दा पर्सेन्टमा पर्ला जति चाहिँ पानी पर्छ अनि फेरि एउटा रिक्सन खड्काएको भने चाहिँ सधैँ हुन्छ क्या फेरि त्यो कुरा जान राख तिमीहरूले हो कि होइन यहाँ हावा चाहिँ यस्तो चिल छ होइन फ्रेस भए मान्छे नि फ्रेस हुन्छ क्या भन्दै त कतिको चिल कति पर्सेन्ट चिल छ भन्दै 100मा 100 मैले सबलाई वाइल्ड मिस गरिरहेको कि उज्जवल सुरज दाई माइला मुकेश मामा माइजू दिदी सबैजना दिवस दाई दाईहरू सबैलाई इक्वेल लास्ट मिस गरिरहेको मैले
अब के गर्नु चाहेर पनि सबै कुरा पाइन्न भने यहीँबाट बुझ्न सकिन्छ हजुरहरू टाढा हुनुहुन्छ के गर्नु त याद गर्ने मात्रै भएन मैले एक्लै मजा ल्याएन नि फेरि हजुरहरूलाई मजा दिइरहेको छु यहाँ मेरो क्यामेराको भ्यू हेरेर हेर्नु क्यामेराबाट गाह्रो ल म यहाँ बस्नु म उठिदिन्छु नि हजुरलाई म पछाडि बस्छु तन्दुरी मान्छे म पछाडि बसिहाल्छु नि भनेको ल राम्रोसँग बस्नु हामी चाहिँ वेलकम टु अन्नपूर्ण कन्जर्भेसन एरिया आइसक्यौँ अलिकति अगाडि अब 10-15 मिनट घान्द्रुक आउँछ होला घान्द्रुकबाट 40 मिनटको बाटो अरे के भन्छ अरे बुझौँ चाहिँ यहाँ चाहिँ हाम्रो पिसा फेर्ने ब्रेक भएको लागि त अब कहिलेका हुन्छ कि बुझौँ गरेर भेट्यो हाम्रो साथीभाइहरू नेपाल सरकार बाटो चाहिँ चाँडो बनाउनु पऱ्यो अड्काउनु भएन हामी यात्रुहरूलाई के हो त नि यस्तो यार बिच बाटोमा बाटो बनाउँदा दिक्क बनाउने हो कि हामीलाई के गर्नु ल है त है हामी बाटोमा अड्कै घलगाउँ छिरिसक्यौँ अब घलगाउँ छिरिआएर फेरि भुजुङ जाँदै हामी कति कहीँ हामी भुजुङ आइसक्यौँ हामी चाहिँ होइन यो चाहिँ भुजुङ हो है त्यस्तो यहाँ गाडी चाहिँ यहाँबाट गाडी लाग्दो रहेछ थ्याङ्क यू सो मच मेरो दाइ ल तपाईँलाई मेरो साथीभाइले सबले चिन्छन् नम्बर चाहिँ छ अब अरूचोटि हामी आइयो भने तपाईँलाई कन्ट्याक्ट गर्छौँ है धेरै धेरै धन्यवाद आनन्दसँग ल्याइदिनु भयो ल साथीभाइहरू हामी चाहिँ आइसक्यौँ भुजौँ होइन अब यहाँबाट ओरिँदै हो हामी ब्याग छ यता ब्याग छ बिस्तारै जाने हो तर है तर यस्तो यो ठाउँमा त घले गाउँ भुजुङ अघि नै घले गाउँ नि त्यस्तै होइन एउटा उस हुन्छ नि त यहीँनिर चाहिँ नि त शौचालय मैले एक शौचालय हानिदिन्छ है कतिस ल है त साथीभाइहरू होटेल गएर त्यो भेटौँ ल ब्याग बोकेको के देखाउने हो र ल हामी आइसकेछौँ घले गाउँ के छ दिदी के छ थकाइ कस्तो लाग्यो त गाउँ घले गाउँ हाम्रो ठाउँ घले गाउँ ल हामी चाहिँ आइसकेछौँ दुःख कष्ट मेहनतको साथ घले गाउँ केमा पुरै उस भइरहेको रहेछ बाटो चाहिँ लास्ट अलि अफ रोड राम्रै खाले अफ रोड अनि अब यहाँ र हामी आइसक्यौँ हामी यहाँ अब हामी यहाँको चाहिँ यहाँ बस्न आएको तर यहाँको दाइ चाहिँ हुनुहुँदो रहेछ अब कहाँ गएर बसिन्छ थाहा छैन राम्रै रहेछ घले गाउँ चाहिँ ए घले गाउँ रे भुजुङ मैले सुनेको फेरि मैले यो भुजुङ भन्ने कुरा सुनेको बिगन माबाट हो कि समसङ र भुजुङ होइन छ आज कुन चाहिँ भाले काट्ने हामीले भाले क्युटी भैलाई कस्तो भयो त नि टायर्ड फिल भयो यही त हो नि होइन सधैँ रिल्याक्स जिन्दगी सधैँ जिरा होइन र सधैँ आनन्द सुत्या होइन राम्रो बाटो हिँडेर होइन र नराम्रो बाटो साथीभाइहरू हामी चाहिँ सुर्खा फ्लफ खाएर हामी अर्को ठाउँ आइसकेको छौँ हामी बस्नु लागेको चाहिँ त्यही हो यो वेलकम टु होमस्टे भुजुङ लमजुङ प्रोप्राइटर हो मानकुमार गुरुङ के हो त्यो लेख्नु भइहाल्छ नि हाम्रो दर्शकहरू ज्ञानी छन् नि तिमी यस्तै त हो नि अनि यस्तो छ अनि यत्तिकै सत्कार भएपछि हामीलाई के चाहिन्छ जिन्दगीमा धन्यवाद धेरै धेरै धन्यवाद मुरी धन्यवाद ल रेड आउट अफ 10 अनेस्ट रिभ्यू चाहिँ मेरो हुन्छ यो चिया चाहिँ मैले कसम यस्तो टेस्ट अहिलेसम्म कहीँ पनि खाएन है भन्न करी भन्नु तेह्र भन्नु खोजेन कि त्यो गफवाला होइन कि करी होइन भने मैले चियादानी पनि गऱ्यो सँगमा पनि खाऊ घरमा पनि खाएँ नि त यो मसला अर्कै खाले टाइपको खायो कि तिमीले अन्त नि यहाँ चिया बगानै छ त यहीँको होला नि अघि नै
मैले तेरि भनेको न त मैले अघि नि भ्युरहरूलाई म झुट बोल्छु होला हो क्या गुड मर्निङ साथीभाइहरू अहिले चाहिँ म उठिसकेको छु बिहानको 8 बजेको छु हामी यहाँ सुतियो मऱ्यो क्या हो तिमी त अब बाहिरको भ्यूहरू देखाउँछु न साथीभाइहरूलाई एकछिनमा है गुड मर्निङ गाइज आज चाहिँ सेकेन्ड डे हाम्रो भर्खर उठेको ब्रस गरेर आयो आमा भतिजा बवाल भ्यूसँग भतिज के छ त नि माहौल अनि देखिरहेको त होइन अनि के गर्यो आएको प्लान सकिएला त बाबु ब्रेकफास्ट त्यसै खाइन्छ अनि यो ठाउँ एक्सप्लोर गरिन्छ अनि यहाँ घाउ घलेको गइन्छ होला हामी ल है थाहा आयो गुड मर्निङ भतिज र म चाहिँ हामी यहाँ भुजुङ घलेगाउँ भन्नु होइन भुजुङ एक्सप्लोर गर्ने हिँडिसक्यो हामी है यसरी हो गाह्रो छ है दिदी गाह्रो छ है अब आफ्टर अब बुढे के भन्छ अरे अब लास्टसम्म खिचिरह्यो भने 1-1.5 घन्टा हुन्छ होला भिडियो लामो नि होइन भइसक्यो अब डाइरेक्ट देखाउनु त होला नि 30 minutes later. ओके सानो साथी हाम्रो नाम के रे हाम्रो भाइको युग 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 अब अर्चोटि हामी आउँदा युग ठुलो भइसक्छ बाई 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 अब हामी पछि भेट्ने है ठुलो भइसक्यो भोलि अर्चोटि आउँदा यत्रो छोरा बोकेर आउन ल हाम्रो अब अर्को आइटम छ यहाँ सुकुटी साँधेको अनि कस्तो छ मलाई ल्याइदिनु चट्टा कालो चस्मा नाच त भतिस यत्तिकै नाच्न आउने भतिज है गाह्रो हो यतिको नाच्न आउने भयो हाम्रो मोलसेल भइहाल्छ अनि चट्टा कालो चस्मा धनगढीको बसमा नक्कली काम सुरु भइसकेको छ मैले पनि लगाएन जस्तो लाग्यो बिर्सिँदैन झिल्के बाबु त ल
दिजु गइसिन्छ अनि मार्केट खाएन यतिको भएपछि फेरि घुम्न आउनु है हामीलाई नबिर्सिनु खाना पिउन कष्ट भयो होला गाह्रो दुःख नमान्नु गाडी आउँछ त लिएँ रिजर्भ गाडी दिनुहोस् शुभ यात्रा है बाबु के रुन लाग्यो अनि छ सबै रमाइलो भयो एउटै धोको मात्रै पुगेन सोल्टिनीहरू लिएर जाने हो खाली हात फिर्ता गर्नु पर्यो मोलसेला नै पाइएन अब अर्कोचोटि आउँदा त आफैले मोलसे लिएर आइसक्छ ल अब लागिन्छ हाम्रो यात्रा आम्मा भुजुङको यात्रा यति नै भयो अब हामी घले गाउँ गएर भेटिन्छ साथीभाइहरू के हो भलिसको त इजी छ त यार यसरी नै भुजुङ गाउँले चाहिँ धेरै धेरै मिठो मिठो यादहरू दियो हामीलाई त्यसको लागि धेरै धेरै धन्यवाद छ भुजुङ गाउँ तर एउटा कुराले चाहिँ म रिसाउँछु मैले नल्छु एउटा नि पाएन देख्न नि पाएन क्या हो अर्चोटि आए बोकेर आउँछु जिन्दगीमा उकार चढाव धेरै हुन्छ नि यही नै हो निरन्तन हामी अघि बढिरहनुपर्छ भन्ने कुरा थाहा नै होला हजुरहरूलाई यता नि भारी त्यही पनि यो थपकाजी रोकिँदैन कमान लार्छ इनर्जी हे 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 हिमालको चुचुरो चण्डी मान्छेलाई अरे भर्यौँ त के हो र यार हेट यी चाहिँ त कान्छालाई त बाई बाई भुजुङ थाकेर भयो त्यस तल रेस्ट हान्न